यहाँ त छुट्याइदिएको छ यहाँ मेसीका छोक्सी भनेको नि हान्छ भन्छ अनि अब बिर्सी मैले त छोक्सी भन्छ हान्छ भनेको होइन अनि त्यो बान्नु भनेको त बिर्सिहालेँ यहाँ त आउँछ भन्ने आउँदैन क्रिमो होला बान्नु ए बेनुका छोक्सी है भन्छ बेनुका हुन्छ गोरु कि गोरुले हान्छ भनेको छिच्चा भनेको हान्छ भने छोक्सी है भन्छ हान्छ भने बेनुका छोक्सी मेसीका छोक्सी गोरुले हान्छ भने अनि आदि भनेको गोरु बेनु भनेको गाई भनिन्थ्यो पहिला त अहिलेको किताबमा त पितु पो भन्छ गोरुलाई बेनु गाईलाई त भिन्दै होइन कुलुङ्गेले भने पितुै भन्दा रहेछ फेरि गाईलाई हाम्रो माउली कुराले पी त भन्छ गाईलाई पी भन्छ हाम्रो त बेनु भन्छ गोरुलाई अरे गाईलाई अर्को के अब भन्छ त्यो पनि जान्नु पर्छ के पो भन्दै थियो अघि तपाईँले भनेको चाहिँ हो होइन अर्को के पो भन्दै हुनुहुन्थ्यो आदि कि के भन्दै आदि गोरु औ त्यस्तो देखेको थिएँ मैले उ त्यो किताबमा कोहीमा त्यस्तो छ किताब पनि मिलेको छैन कि अनि भैँसीलाई पनि त मेसी र उयो भन्दो रहेछ नि त होइन त निनी के कसो हौ मेसी भनेको मात्रै मैले सुन्छु तर हाम्रो कुरा चाहिँ मैले सुनिसकेँ हामीले भिन्दै भन्छौँ उनीहरूले घुमाएर भन्छ है फेरि त्यो ललिबाबुको ज्वाइँले मलाई मेसिसियो भन्छौँ हामी त अब उनै पारेको छ मलाई हाम्रो ठाडो बोल्छौँ यहाँको सबै अनि फेरि त्यो खोला घारीको दाजुले त झन् उत्तरे बाबु छ नि उत्तरे बाबु हो ठुलो स्वर छ धोधरे परेको धोधरे पनि छैन ठिक्काको छ पाताले बुढो छ पाताले अल्गे पाताले अल्गे उसको बुढी चाहिँ अलि डल्ली परेको ठुलो त हामीभन्दा त ठुलो है बुढी पनि थियो